हेवा खोलाको यो निर्माणाधीन बेली ब्रिज यसरी दुर्घटनाग्रस्त भएको यो भाँचिएर चाहिँ यसरी भुइँमा झरेछ भारापापट्टिको साइड। फिटिङपट्टि हेर्न सक्नुहुन्छ धेरै लोड लगाइएको छ, सायद त्यसकै कारण हुनुपर्छ। हेर्नुहोस् बिचमा चाहिँ भाँचिएर सामग्रीहरू पनि टुटेफुटेको बिग्रिएको अवस्था छ। पारिपट्टि पनि जगको काम सकेर नै यसलाई पारिपट्टि राखिएको रहेछ, तर लोड एकदमै कम पारिपट्टि देख्न सकिन्छ। सायद त्यसकै कारण हुनुपर्छ, यसले भार चाहिँ ठेक्न नसकेर हुनुपर्छ यसरी भाँचिएर झरेको छ। तिनपट्टि यस्तो स्थिति छ, पुल चाहिँ यसरी ठाडो परेको छ। हेर्नुहोस् है, अब यस्तो ठाडो परेको पुल कसरी चाहिँ प्रयोग हुने होला, कहिले खोल्ने होला हैन। यो आफैमा धेरै चुनौतीपूर्ण र कठिन काम बनेको छ। अहिले चाहिँ फिटिङपट्टि प्रशस्तै सामग्रीहरू हालिसकिएको थियो। त्यसमा तीनवटै लेयरहरू यो पुलको दायाँ बायाँ जुन लगाइन्छ यसरी तीनवटै लेयरहरू चाहिँ यसरी राख्ने काम फिटिङपट्टि भएको थियो। यसैलाई ठेलेर क्रमशः पारि पुर्याउने काम भइरहँदाखेरि चाहिँ यो लोड अधिक भएर हुनुपर्छ, यसरी भाँचिएको स्थिति छ। वारिपट्टि सामग्रीहरू हालेर चाहिँ भनौँ न पुललाई यता सिट गरेर जोड्दै पारि लैजाने गरिन्थ्यो। र यस्तो यो जुन ठेल्ने ठाउँ छ, ठेल्ने छ, टायर देख्न सक्नुहुन्छ, त्यसको सहायताले चाहिँ पारिपट्टि पुर्याउने गरिएको थियो एक्सकाभेटरले ठेलेर। यो दुर्घटना पछाडि चाहिँ यहाँ अहिले निर्माणको काम पुरै ठप्प छ। कोही पनि यहाँ चाहिँ निर्माणको काममा देखिँदैन, किनभने अब यो कामलाई कसरी अगाडि बढाउने भन्ने कुरा नै एउटा अन्यलको विषय बनेको छ। यसरी पुल ठाडो परेको स्थिति छ। यो फिटिङपट्टिको भाग चाहिँ पर र पर देख्न सक्नुहुन्छ। माथि यो ठेल्ने गरिन्थ्यो, ठेलेर अगाडि यसलाई लैजाने पारिपट्टि पुर्याउने हो। निर्माणको धेरै सामग्रीहरू पुलमा हालिसकिएको, दुईवटा साइडको चाहिँ जुन बेली ब्रिजको दुई साइड हुन्छ त्यो दुई साइडको धेरै सामग्रीहरू चाहिँ हालिसकिएको स्थिति थियो। जुन सवारी साधन कुद्ने ठाउँ हुन्छ त्यो सवारी साधन चल्ने ठाउँको यो पाइली चाहिँ केही अलि बेसी देखिन्छ, बाँकी धेरै सामग्रीहरू चाहिँ पुलमा हालिसकिएको स्थिति। अब अस्तिसम्म हेवा खोलामा पानी थिएन, बिस्तारै मूलहरू फुट्दै गए। अब यो बर्खा पनि सुरु भयो, असारको पहिलो हप्ता भइसक्यो। अहिले पानी पनि बढेछ, हेर्न सक्नुहुन्छ। अब हाइड्रोमा पानी हालिरहेछ, त्यस स्थितिमा पनि छ अब पानी। अब पुल यसरी खोलामा झरेको स्थिति छ दुर्घटना पछाडि। वास्तवमा धेरै लामो 70 मिटरको जुन लम्बाइको पुल छ। यो दुर्घटना पछाडि अब यसको भविष्य चाहिँ एकदमै अन्यलमा पुगेको स्थिति छ। अहिले माथिल्लोपट्टिबाट नयाँ बाटो पनि खोलेर यो पुल झरिसके पछाडि, पहिला चाहिँ पुलभन्दा मुनि यो तल देखिरहेको स्थानबाट यहाँबाट बाटो थियो। अब पुल झरेर यसरी ब्लक भइसके पछाडि चाहिँ बाटो यता माथिबाट निकाल्ने काम भएको छ। यो विभिन्न तराईमा, विशेष तराईमा प्रयोग गरिने निर्माणको प्रविधिलाई प्रयोग गरेर चाहिँ हेवा खोला पुल यो बेली ब्रिजको चाहिँ जग निर्माणको काम भएको थियो। यो तलपट्टि तपाईँहरूले जुन ढुङ्गा सोलिङ गरेर राखेर हेर्नुहुन्छ, पाइलिङ गरिएको भन्छ त्यो काम भएको थियो। यस्तै दुर्घटनाग्रस्त भइसके पछाडि यो यसको भविष्य एकदमै अन्यलमा परेको स्थिति चाहिँ छ।